हरिओम नमस्कार। सबै धेरैजसो मानिसहरू ग्यास्ट्रिकको रोगले र विभिन्न घुँडा दुख्ने यो गोलीगाँठा दुख्ने रोगहरूले पीडित हुन्छन् र बिहान शौच या दिशा जतिखेर पनि कसैलाई लाग्ने गर्दछ बानी भनेदेखि पेट बिहान उज्यालो भएपछि बिहानको समयमा दिशा लाग्नु अधिक राम्रो र यदि लागेन भने बिहान उठेर यसरी त्रिफलाको पानी खानुस् पहिले। अथवा ताजा पानी खाली पेटमा दिशा लागेन यदि भनेदेखि खाली पेटमा ताजा पानी खाए पश्चात अनि यो उदराकर्षण यो दुईटा आसन गर्नुस्। यति लगभग तपाईले 10 इन्चीको अन्तरमा दुईटा खुट्टालाई राखेर उदराकर्षण आसन, यो दाहिने घुँडाले देब्रे खुट्टाको बुढी अम्लामा लगेर छुवाउने यसरी। उदराकर्षण, उदर भनेको पेट, आकर्षण भनेको खैचिनु, पेटलाई या आकर्षित हुनु र यसमा छिटो ग्यास बन्दछ। यसो गर्नाले छिटो छिटो गर्नुस् है। यसरी 1 2 1 2 1 2 1 2 1 2 1 2 1 2 10-12 पटक यो गरिसकेपछि यो घुँडा दुख्ने समस्याहरूलाई तपाईलाई राम्रो फाइदा गर्छ। नसा खुम्चिएका छन् यताका भनेदेखि राम्रो फाइदा गर्छ। पैतालाका लागिलाई पनि यसले राम्रो फाइदा गर्छ, किनभने पहिले ग्यास्ट्रिक निको भयो भने सबै थोक फाइदा गर्छ। अनि तेस्रो आसन यो गर्नुस्। यो आसन भनेको पवन मुक्तासन। पवन मुक्तासन गर्नु यति गर्नुभयो भने पानी 1-2 गिलास पानी खाएर अघि गरेको जुन उदराकर्षण आसन र यो पवन मुक्तासन गर्नुभयो भने तुरुन्त दिशा लाग्छ र पेटमा मजाले प्रेसर बन्दछ अनि तपाईलाई सहज हुन्छ दिशा गर्न। यसरी गर्नुस्। डडालुको एक्सरसाइज पनि राम्रो हुने, ढाडको एक्सरसाइज राम्रो हुने होइन, ढाडका हड्डीलाई राम्रो, सर्वाइकलको बिमारी भएका मान्छेलाई अधिक लाभकारी हुन्छ यो। यसरी यो पवन मुक्तासन। पवन मुक्ता भनेको पेट भित्रको सबै प्रकारको ग्यास आफै मुक्त भएर जाने यो यौगिक उपाय।